यो क्षेत्र भनेको काठमाडौँको यस बल्खु क्षेत्रको तरकारी बजार क्षेत्र हो। हिजो बाढी आउँदा यस क्षेत्र पुरै डुबानमा परेको थियो भने आज जनजीवन सामान्य बनिसकेको छ। देख्न सक्नुहुनेछ जुन यो घर थियो यो घर पुरै डुबानमा परेको थियो। मैले तपाईलाई हिजोको भिडियोमा पनि यो विषयमा देखाइसकेको छु र यो तरकारी बजार क्षेत्र पनि सम्पूर्ण डुबानमा परिसकेको थियो। तर आज यस खोलाको बहाव कम भएसँगै जनजीवन सामान्य बन्दै गइराखेको छ र सम्पूर्ण आफ्नो कर्ममा पनि फर्किसक्नु भएको छ। दृश्य हामी तपाईलाई देखाउन सक्छौँ। आज बिहानैदेखि काम लागिसकेको अवस्था छ काठमाडौँ भ्यालीभित्र र काठमाडौँभन्दा बाहेकका क्षेत्रहरूमा चाहिँ आज पनि उत्तिकै जोखिम रहेको हामीले प्राय जानकारी प्राप्त गरेका छौँ। हिजोको बाढीको कारणले गर्दा यहाँ सबै डुबेको थियो। त्यति बेला सरसफाइ गर्ने र आफ्नो कार्य गर्ने कर्ममा जुटिसक्नु भएको छ सबैजना। देख्न सक्नुहुन्छ तपाईँ यो बल्खु तरकारी बजार केन्द्र हो। बल्खु तरकारी बजार केन्द्रमा हिजोको बाढीले सबै डुबाइसकेको अवस्था थियो भने अहिले बाढी कम भइसके पश्चात यहाँका व्यापारीहरू व्यवसायहरू तरकारी व्यवसायहरू पुनः यहाँ जुटेर सरसफाइ गरेर यहाँ भित्र सबै लेदो फैसिसकेको अवस्था छ। यो लेदोलाई सामान्य गर्ने कर्मलाई गरिराख्नु भएको छ। पुरै तरकारी बजारको दृश्य हो। अहिले सबैजना यहाँ तरकारी बजारमा सरसफाइ गर्ने कर्ममा जुटिराख्नु भएको छ। पुरै हिजोको बाढी सबै पसिसकेपछि यहाँ सबै हिलाम्य बनिसकेको छ। हिलाम्य नै छ। गत वर्ष पनि यहाँ बाढी आउँदा निकै समस्या भएको थियो र यो वर्ष पनि यो बाढीले गर्दा निकै समस्या पारेको छ र व्यवसायहरू पुनः नयाँ जोस जाँगरको साथमा अगाडि बढ्न लागिराख्नु भएको छ। हिजो पूर्ण रूपमा डुबानमा परेको यो घर पूर्ण रूपमा डुबानमा परेको थियो र आज यहाँ सरसफाइ गर्ने कर्ममा जुटिराख्नु भएको छ। पुरै डुबानमा परेको थियो यो घर हिजो। हेलो हजुर हजुर बल्खु खोलामा पानीको बहाव अझै पनि मध्यम रहेको छ। हिजो पुरै पुल करिब पुललाई छोइसकेको अवस्था थियो भने आज बिहानबाट क्रमशः पानीको बहाव कम हुँदै गइराखेको छ। यो दृश्य तपाईँ यहाँबाट देख्न सक्नुहुनेछ। र काठमाडौँका धेरै ठाउँमा यसले असर गरेको छ। अझै पनि आज पनि विभिन्न ठाउँमा पानीको सम्भावना रहेको छ। त्यसले गर्दा सबैजना व्यक्तिहरू सचेत भएर बस्नु हुनको लागि आफ्नो ठाउँमा सचेत भएर बस्नु हुनको लागि म यहाँबाट सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु।
यसरी यो खोला बिस्तारै यो बस्तीमा पनि छिरेको थियो। बस्तीमा धेरै समस्या पारेको छ यो खोलाले। यो सुकुम्बासी बस्ती हो। यो सुकुम्बासी बस्तीमा पनि हिजोको बाढी परिसकेपछि धेरै कष्ट भइसकेको छ र अहिले बिहानै आज काठमाडौँमा घाम लागिसके पश्चात सुकुम्बासी बस्तीका बासिन्दाहरू पनि यहाँ उपस्थित भएर आफ्नो वासस्थानमा उपस्थित भएर पुनः घरलाई बस्ने स्थानलाई सरसफाइ गर्ने कर्महरू गरिराख्नु भएको यहाँबाट हामी देख्न सक्छौँ। उहाँहरूले अहिले सरसफाइ गर्ने कर्मदेखि लिएर अन्य कार्यहरू यहाँबाट गरिराख्नु भएको छ र पुरा सुकुम्बासी बस्तीमा हिजो सिङ्गो सुकुम्बासी बस्तीमा नै यहाँ बाढी छिरेर निकै ठुलो क्षति गरेको छ, निकै ठुलो समस्या पारिदिएको छ। यो बागमती खोलाको बहाव आज बिहानसम्म पनि यतिको बहाव रहेको छ। बिहान काठमाडौँमा घाम लागिसकेको, मन्द घाम लागिसकेको अवस्था छ र आजसम्म पनि सुरक्षित रहनको लागि सबैलाई आह्वान गरिएको छ। तथापि यहाँ यो प्रकारको हामी देख्न सक्छौँ खोलाको बहाव नियमित रूपमा रहिरहेको छ।